1.5 केजी 2 केजी छ 2 केजी छ 2 केजी अलिक छैन क्या अरु चाहिँ गरौँ एकछिन है कुन भन्दा यो वाला यो कालो यो क्या यो हो कति रे 50 रुपैयाँ आजको मौसम यस्तै छ है घामसाम लागिरहेछ हल्का अहिले चाहिँ हामी ट्याक्क के रे बिहान यसो मर्निङ वाकको लागि आएको भन्दा पनि मर्निङ वाक के भन्नु यता आइएको थियो कुखुरा सुक्रा पो हाँस पो उठायो 81 हाम्रो चाहिँ फेरि इमर्जेन्सी हाम्रो सोल्टीहरूले कुरा गर्नुहुन्थ्यो हाम्रो चाहिँ काम इमर्जेन्सीमा हुन्छ क्या 81 भनेर त्यस्तै भइरहेछ अनि हाँस पो लियो हौ यहाँ उसले तताउँछ होला भन्दैन होला सो वेलकम ब्याक टु माई च्यानल तपाईहरु सबैजनालाई स्वागत छ हैन के छ कसो छ तपाईहरु सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु हैन अब फेरि आज फेरि तपाईहरुलाई नयाँ भिडियो लिएर चाहिँ आएको छु अन्तिमसम्म के कस्तो हुन्छ हेर्दिनु होला है त अब अहिलेको सबै यस्तै छ है तल मामालाई वेलकम छ है गुड मर्निङ नमस्कार सबैजनालाई के छ हामी चाहिँ बिहान आज चाहिँ हाम्रो मर्निङमा त अब कन्टिन्यू हुन्छ आज चाहिँ यसो यतातिर आइएको थियो अर्कै ठाउँतिर अनि यसो हाँसको उठाइयो त बिहानै हेलो इमर्जेन्सी काम हो क्या हाम्रो चाहिँ यो ठिक छ त जतिखेर मन लाग्यो त्यतिखेर खाने हो हाँस तपाईँहरूलाई मनपर्छ मन पर्दैन यसो कमेन्टमा झ्यास्स बताउनु पर्यो है हाँस चाहिँ मनपर्छ भने अब काट्ने चाहिँ फेरि मामा हो मामाले चट्ट काटेर बनाउँछ अनि खोइ मैले चाहिँ आजसम्म फेरि टेस्ट पनि गरेको छैन है हाँस चाहिँ कस्तो हुन्छ अहिले भेटौँ है त सबैजना यस्तो छ यता ट्याट घाम हेर्नुहोस् अब यहाँ यसलाई काटकुट कार्यक्रम हुँदैछ यहाँ पानी तत्तिँदैछ गरौँ छ छैन होला वेटै छैन कि भएन ऊ चाहिँ गर्नु पर्दैन नि पुरै निकाल्नु हो बेजेट चाहिँ नखिच्नु होला हो यो होइन ठुलो मासु छेलो छेलो भइसक्यो ल हाम्रो चाहिँ यो सबै रेडी भइसकेको छ यति भयो है मासु चाहिँ टक्क यता गएर रुममा बनाउने है त थ्याङ्क यू फर द टी हाम्रो त्रिदेव सोल्टीलाई चिया खाने हो कोही चिया खानेमा आउनुहोस् है
हाम्रो चाहिँ यहाँ यो सामानहरू काटकुट गरेर पनि रेडी भइसकेको छ। अब पकाउन जानलाई मात्रै है। अब पकाउन जानु बाँकी छ। यो पकाउन जानेमा चाहिँ हाम्रो यो तीर्थचोल्टी र को टकबहादुर जानुहुन्छ कि को जानुहुन्छ होइन। यस्तै छ ल, भरे कस्तो बन्छ खाएर चाहिँ तपाईँहरूलाई दिन नसके पनि टेस्ट कस्तो छ बताउने छु है त। स्टे ट्युन। केही छ त ले है भात। यो चाहिँ हाम्रो किचन होइन। अब यहाँ भनेको चाहिँ पुरा केटाहरूले यहाँ पकाउँछ। यो छ मासु पकाउने बाँकी छ है। यहाँ छ सबै सामानहरू। भरे अब बनाउँछ होला अनि टक्क। यो सबै चुल्हा हो। ल अहिले भेटौँ। ल बस्नु छ है त तपाईँहरू, म हिँडेँ। बाई बाई नै हानिदिएको। ल है त म लागौँ। नेपालको झन्डा। के रहेछ कस्तो हो त हेरौँ। झ्याट्ट लगाएर हाम्रो चाहिँ यहाँ रेडी भइसक्यो है। अब ल हाम्रो यहाँ टकबहादुर दाइले चाहिँ पुरा एकदम रेडी गर्दैछ। अब यो के यहाँ भएको ऊ चाहिँ भान्से है फेरि। अक्रम बक्रम मिलाएर हालौँ भनेको पो त कहाँ झ्याप्प पत्तै आएको त। पहिला परतिर हालिदिनु नि त केटाहरूलाई अनि अलिकति। खुट्टा त हालेन मलाई त। त्यो म त्यो मैले मोटा ल्याएछु क्या खानु। नहाल्नु भने क्या। बरु मलाई ग्रेभी मात्रै दिए नि हुन्छ। ए हो र। मासु चाहिँ एकदम टेस्टी भएछ है सोल्टी। चाखी पो हाल्थ्यो त। अनि तपाईँ भात नखाने बाबै किन? रोटी त हो त ल्याएको र ल्याएको छैन नि। रोटी त ल्याएकै छैन त। मेरो मोटा खानेमा मोटा खाना छ ऊ। यता यता हेरौँ है फेरि घाटा पर्ला। पुग्छ पुग्नु त। छोटी कता बस्नुहुन्छ तपाईँ? त्यहीँ बस्नुहुन्छ? म पछाडि जान्छु नत्र। होइन अट्नु गाह्रै छ। ल हाम्रो चाहिँ यस्तै हो। अब खाना खान सुरु गरियो। अब लाइक सब्सक्राइब सेयर गरिदिनु होला होइन। यस्तै छ है त। ल फेरि अर्को भिडियोमा भेटौँला है त।